आज चाहिँ हामी आँपको लस्सी बनाउन जाँदैछौँ। त्यसको लागि घरमा 5 थरीको चिज भए लस्सी बन्छ घरमा मिठोवाला। त्यसको लागि आँप, किसमिस, अनार, काजु अनि दही हुनुपर्छ। अनि दहीलाई जारमा खन्याउने। आफूलाई दही चाहिँ कति खान मन लाग्छ, लस्सी कति बनाउने स्वाद अनुसार राखिदिने अनि राख्दै जाने। अनि हामीलाई चाहिँ यतिले नै पुग्यो। त्यसपछि आँपलाई पनि हाल्दै जाने। आँप हालिसके पछाडि बिटको बन्द गरेर मिक्सी गर्नलाई राखिदिने। मिक्सी पनि भइसक्यो। त्यसपछि हाम्रो लस्सी चाहिँ बनेर रेडी भइसक्यो। त्यसपछि ग्लासमा राख्ने, अनार हालिदिने, काजु हालिदिने, किसमिस हालिदिने। त्यसपछि त मिठोवाला लस्सी तयार भइहाल्यो त। घरैमा यसरी लस्सी बनाएर खाँदाखेरि चाहिँ पसलमा भन्दा हेल्दी, राम्रो, आफूले भनेअनुसार स्वाद अनुसार हुने भएकोले घरमै बनाएर खानु राम्रो हुन्छ।